2082 साल कार्तिक 23 गतेदेखि लिएर 2082 साल कार्तिक 29 गतेसम्मको यो सप्ताहको राशिफल यस प्रकार रहेको छ। मेष राशि भएका व्यक्तिहरूको लागि यस हप्तामा तपाईँको आत्मविश्वास बढ्नेछ र काम गर्ने उत्साह बलियो हुनेछ। करियरमा नयाँ अवसर देखा पर्न सक्छ। विशेष गरी नेतृत्व र निर्णय क्षमताको कारण तपाईँको विचारलाई अरूले पनि महत्त्व दिनेछन्। पारिवारिक जिम्मेवारीमा ध्यान दिनु आवश्यक छ, किनभने कुनै पनि सदस्यको स्वास्थ्यमा सानो असहजता देखिन सक्छ। आर्थिक पक्ष बलियो हुँदै जाने सङ्केत छन्, तर खर्च पनि समान रूपमा बढ्ने सम्भावना रहेको छ। विद्यार्थी र सृजनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय शुभ छ। प्रेम सम्बन्धमा समझदारी र भावनात्मक निकटता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक थकान वा निद्राको कमीबाट सावधान रहनुहोला। वृष राशि हुने व्यक्तिहरूका लागि यस हप्तामा तपाईँको व्यवहार र बोलीले धेरै कुरामा प्रभाव पार्नेछ। कार्यस्थलमा जिम्मेवारी बढ्ने र नयाँ अवसर प्राप्त हुने सम्भावना देखिएको छ। दाम्पत्य जीवनमा सानोतिनो विवाद उत्पन्न भए तापनि संवादद्वारा समाधान सम्भव हुनेछ। आर्थिक पक्षमा खर्च केही बढी देखिएको छ। अनावश्यक खर्चबाट सजग रहनुहोला। आफ्नो योजनामा स्थायित्व ल्याउन धेरै आवश्यक रहेको छ। सन्तान र अध्ययन सम्बन्धी विषयमा प्रगति बढेर गएको छ। आध्यात्मिक वा धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। मिथुन राशि भएका व्यक्तिहरूका लागि सप्ताहको सुरुमा लग्न मिथुन भएकाले यो समय तपाईँका लागि विशेष लाभदायक छ। आत्मबल, आकर्षण र अभिव्यक्ति शक्ति बढ्नेछ। नयाँ अवसर, सम्बन्ध र योजना बन्ने योग रहेको छ। व्यावसायिक वा शैक्षिक क्षेत्रमा उत्साहजनक परिणाम आउन सक्छ। आर्थिक दृष्टिले पनि सुधारनुको समय रहेको छ। पुराना रोकिएका कामहरू पुरा हुने सम्भावना रहेको छ। यात्राका अवसरहरू खुल्नेछन्, तर स्वास्थ्यतर्फ सानो ध्यान दिनुपर्नेछ। विशेष गरी घामपानीको प्रभाव वा ज्वरो जस्ता सामान्य समस्याहरू आउन सक्ने सम्भावना देखिएको छ। कर्कट राशि भएका व्यक्तिहरूको लागि सप्ताहको मध्यतिर चन्द्रमा र शनिको प्रभावले तपाईँको मनमा केही अस्थिरता देखिन सक्छ। निर्णय लिन ढिलाइ वा अनिश्चितता महसुस हुन सक्छ, तर परिवारको साथले आत्मबल बढेर जानेछ। मन हलुका बन्नेछ। पुराना कामहरू पुनः सुरु गर्न यस हप्तालाई प्रेरणा दिनेछ। आर्थिक पक्ष स्थिर रहला, तर नयाँ लगानी गर्नुभन्दा रोकिएका कामहरू पुरा गर्नु उचित हुनेछ। सम्बन्धमा पारस्परिक बुझाइ आवश्यक रहेको छ। विद्यार्थीहरूका लागि मन केन्द्रित गर्न कठिनाइ हुन सक्छ, त्यसैले ध्यान र अनुशासनमा जोड दिनुहोला। स्वास्थ्य सामान्य, तर मानसिक सन्तुलनमा ध्यान दिनुपर्ने अवस्था देखिएको छ। सिंह राशि भएका व्यक्तिहरूका लागि सप्ताहको अन्त्यतिर लग्न सिंह भएकाले तपाईँको आत्मबल र प्रतिष्ठा बढ्ने समय आएको छ। अधिकार प्राप्त हुने योग रहेको छ। नयाँ जिम्मेवारीहरू थपिन सक्नेछन्। पदोन्नतिको सम्भावना रहेको छ। सरकारी वा प्रशासनिक क्षेत्रमा लाभ हुने सङ्केत रहेको छ। व्यावसायिक जगतमा प्रतिस्पर्धीलाई पछार्ने मौका मिल्नेछ। प्रेम जीवनमा स्थायित्व र भरोसा आउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर कामको व्यस्तताले थकान ल्याउन सक्छ। ध्यान, योग वा विश्रामका उपाय उपयोगी हुनेछन्। कन्या राशि भएका व्यक्तिहरूको लागि यो हप्तामा बुद्धि र योजनाको उत्कृष्ट उपयोग गर्न सकिनेछ। तपाईँको विश्लेषण क्षमताले ठुलो निर्णयमा लाभ दिलाउन सक्छ। व्यापार, लेखन वा अध्ययनमा संलग्न व्यक्तिहरूका लागि समय अत्यन्त फलदायी देखिन्छ। पुराना विवाद समाधान हुनेछन् र नयाँ अवसरहरू प्राप्त हुने सम्भावना रहेको छ। आर्थिक पक्ष सन्तुलित रहनेछ, तर खर्चमा नियन्त्रण गर्न पनि आवश्यक देखिएको छ। सानो कुरा पनि गलत बुझिन सक्छ, त्यसले बोलीमा संयमता अपनाउनुहोला। पारिवारिक सम्बन्धमा स्नेहपूर्ण वातावरण हुनेछ। स्वास्थ्यतर्फ सामान्य चिसोपन वा सर्दी, ज्वरो, जुखाम आदिको सम्भावना रहेको देखिन्छ। तुला राशि हुने व्यक्तिहरूको लागि सप्ताहको मध्य र अन्त्य दुवै समय तुला राशिका लागि सकारात्मक देखिएको छ। सामाजिक तथा पारिवारिक जीवनमा सम्मान बढ्नेछ। नयाँ मित्रता बन्ने सम्भावना रहेको छ। पुराना सम्बन्धहरू मजबुत भएर जानेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। विशेष गरी साझेदारी, व्यवसाय वा मिलेर गरिएको काममा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक तनावबाट बच्ने उपाय अपनाउनुहोला। भावनात्मक निकटता आउनेछ। कला, सङ्गीत वा सृजनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूको चमक बढ्ने समय रहेको छ। वृश्चिक राशि भएका व्यक्तिहरूको लागि
कामको बोझ बढ्नेछ, तर त्यससँगै अवसरहरू पनि बढ्नेछन्। केही चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन् जसमा तपाईँको धैर्य र विवेक नै मुख्य हतियार बन्नेछ। गुप्त शत्रु वा ईर्ष्यालु व्यक्तिबाट सावधान रहनुहोला। आर्थिक पक्ष स्थिर रहला, तर नयाँ जोखिमपूर्ण लगानी नगर्नुहोला। पारिवारिक जीवनमा स्नेहपूर्ण वातावरण रहनेछ। प्रेमको सानो मतभेद सम्भव तथा संवादबाट समाधान सम्भव हुनेछ। स्वास्थ्य सामान्य हुनेछ, तर निद्रा र आहारमा विशेष ध्यान दिनुहोला। धनु राशि भएका व्यक्तिहरूको लागि यस हप्तामा अध्ययन, यात्रा र बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ। वैदेशिक यात्रा सम्बन्धी योजना अघि बढाउने समय राम्रो रहेको छ। गुरु र सूर्यको बलले प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्य वा जनसेवामा संलग्न हुँदा मान सम्मान प्राप्त हुने योग छ। पारिवारिक सद्भाव बलियो रहनेछ। आर्थिक दृष्टिले लाभदायक समय रहेको छ। विशेष गरी नयाँ काम सुरु गर्नका लागि समय उत्तम रहेको छ। प्रेममा निकटता र आत्मविश्वास बढेर जानेछ। स्वास्थ्य तन्दुरुस्त रहनेछ र मानसिक सन्तुलन पनि स्थिर रहने सङ्केत देखिएको छ। मकर राशि भएका व्यक्तिहरूको लागि यस हप्तामा जिम्मेवारी बढ्ने र कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने समय रहेको छ। कडा परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ। कामको चाप भए पनि तपाईँले धैर्यपूर्वक सबै सम्हाल्ने क्षमता देखाउनुहुनेछ। आर्थिक पक्ष सन्तुलित रहेको छ, तर पारिवारिक खर्च बढेर जानेछ। पारिवारिक जिम्मेवारीमा ध्यान पुर्याउनु पर्ने योग रहेको छ। प्रेम जीवन सामान्य र भावनात्मक दूरी सम्भव रहेको छ। स्वास्थ्य तन्दुरुस्त भए पनि हड्डी वा जोर्नी सम्बन्धी समस्याहरू आउन सक्ने योग देखिएको छ। कुम्भ राशि हुने व्यक्तिहरूको लागि भाग्यबल प्रबल हुने समय रहेको छ। यात्रा, अध्ययन र नयाँ योजना बनाउनका लागि अनुकूल समय रहेको छ। पुराना कामहरूमा प्रगति बढेर जानेछ। आर्थिक दृष्टिले स्थायित्व र लाभ दुवै प्राप्त हुने सम्भावना पनि देखिएको छ। पारिवारिक समर्थन र मित्रताको साथ एकदम रहनेछ। काममा प्रतिष्ठा बढ्नेछ। प्रेममा आत्मविश्वास र विश्वास बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। केवल सानो थकान वा निद्राको कमी महसुस हुन सक्ने योग रहेको छ। मीन राशि भएका व्यक्तिहरूको लागि यो हप्तामा स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनु जरुरी रहेको छ। गोप्य शत्रु वा ईर्ष्यालु व्यक्ति सक्रिय हुन सक्छन्। काममा केही ढिलाइ आउन सक्छ, तर मङ्गल र बुधको प्रभावले अन्त्यमा सफलता मिल्नेछ। आर्थिक दृष्टिले सुधार देखिन्छ। नयाँ स्रोत वा आम्दानीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। आध्यात्मिक वा ध्यानात्मक अभ्यासबाट मनमा शान्ति मिल्नेछ। परिवारमा आपसी स्नेह र सहयोग रहनेछ। र विशेष गरेर यो हप्ताको समग्रमा यो हप्ता मिथुन, सिंह र धनु राशिका लागि सर्वाधिक फलदायी छ। आत्मबल, प्रतिष्ठा र अवसर वृद्धि हुनेछ भने कर्कट, वृश्चिक र मीन राशिका जातकहरूले मानसिक शान्ति र स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। वृष, कन्या, तुला र मकर राशिका लागि आर्थिक तथा व्यावसायिक स्थिरता आउने सङ्केत रहेको छ।